हेलो फ्रेन्ड्स, वेलकम टु द च्यानल। एनटिसी र एनसेल दुईवटैमै दुई टाइपका सिमहरू छन्, एउटा प्रिपेड सिम र एउटा पोस्टपेड सिम। प्रिपेड सिम र पोस्टपेड सिमको बीचमा के फरक हुन्छ भन्ने विषयमा हामीले यसभन्दा पहिले पनि भिडियो बनाइसकेका छौँ। तपाईले च्यानलमा खोजेर हेर्न सक्नुहुन्छ। आज हामी यस भिडियोमा आजको डेटमा प्रिपेड सिम लिँदा फाइदा हुन्छ अथवा पोस्टपेड सिम लिँदा फाइदा हुन्छ यसै विषयमा रहेर चर्चा गर्नेछौँ। Hello friends, welcome once again to the channel. Please like this video and do subscribe the channel and don't forget to hit the bell icon. तपाईसँग दुईवटा सिम कार्ड लाग्ने मोबाइल होला, जसमा तपाईले एउटा एनटिसी को सिम हाल्नु भएको होला र अर्को एनसेल को सिम हाल्नु भएको होला, या फेरि दुईवटै एनटिसी को सिम पनि हाल्न मिल्छ। सिम कार्ड को कुरा गर्ने हो भने एनटिसी र एनसेल दुईटैमा एउटा पोस्टपेड सिम हुन्छ र अर्को प्रिपेड सिम कार्ड हुन्छ। आज हामी यस भिडियोमा आफ्नो लागि नयाँ सिम कार्ड निकाल्नु परेमा पोस्टपेड सिम निकाल्दा ठीक हुन्छ कि प्रिपेड सिम निकाल्दा ठीक हुन्छ यसै विषयमा रहेर कुरा गर्नेछौँ। जुन बेला मैले पोस्टपेड सिम निकाले त्यतिखेर पोस्टपेड सिममा 1000 रिचार्ज गर्दा 1000 नै टपअप पाइन्थ्यो। त्यस्तै पोस्टपेड सिममा कल चार्जेस पनि कम थियो। तर आजको डेटमा प्रिपेड सिममा 1000 रिचार्ज गर्दा जति आउँछ पोस्टपेडमा पनि त्यति मात्रैको टपअप पाइन्छ। तर कल चार्जेस भने पोस्टपेड सिममा प्रिपेड सिम भन्दा अलिकति कम लाग्छ। तर आजकल कल गर्दा डाइरेक्ट ब्यालेन्सबाट कल नगरेर त्यसको लागि एडिसनल प्याक पर्चेस गर्ने गरिन्छ, जसले गर्दा कल चार्जेस कम भए पनि प्याक खरिद गर्दा लाग्ने चार्ज त त्यति नै हुन्छ। त्यसैले गर्दा कल चार्जेस धेरै थोरै भएकोले केही पनि फरक पर्दैन। आजको डेटमा पोस्टपेड सिम कार्ड पर्चेस गर्न पर्यो भने 500 रुपैयाँ लाग्छ, यता प्रिपेड सिम कार्ड भने 100 रुपैयाँमै पाइन्छ। प्रिपेड सिम कार्ड एनटिसी को होस् या एनसेल को जुन कुनै पनि जहाँ कहीँबाट पनि पर्चेस गर्न सकिन्छ। त्यसलाई छुट्टी भएकोले पनि केही फरक पर्दैन, शनिबारले पनि केही फरक पर्दैन, टेलिकममै जानुपर्छ भन्ने पनि छैन। बाहिर मार्केटबाट पनि प्रिपेड सिम कार्ड पर्चेस गर्न सकिन्छ। तर पोस्टपेड सिम कार्ड भने टेलिकममा अथवा एनसेल सेन्टरमै जानुपर्छ। छुट्टीको दिन अथवा शनिबारको दिन गएर पोस्टपेड सिम कार्ड निकाल्न सकिँदैन। कम्पेरिटिभली हेर्दाखेरि पोस्टपेड सिम कार्ड निकाल्न प्रिपेड सिम कार्ड निकाल्न भन्दा अलिकति गाह्रो रहेछ। र फेरि पोस्टपेड सिम कार्ड प्रिपेड सिम कार्ड भन्दा केही महँगो पनि रहेछ। त्यस्तै एनटिसी को पोस्टपेड मोबाइलको नम्बर 98 पछि 5 आउँछ। एनटिसी को नम्बर देख्दा नै थाहा हुन्छ यो पोस्टपेड सिम कार्ड हो भनेर, किनकि एनटिसी ले पोस्टपेड नम्बर र प्रिपेड नम्बरहरूलाई अलग अलग गराएको छ। 98 पछि 5 आउने सबै पोस्टपेड हुन्छन् र 98 पछि अरू आउँछ भने त्यो प्रिपेड हुन्छ। यसरी झट्ट हेर्दा पोस्टपेड सिम लाइट अलिकति ठुला बडाहरूले भिआइपीहरूले लिने नम्बर जस्तो फिल आउँछ र फेरि प्रिपेड नम्बर आम मानिसले लिने नम्बर जस्तो फिल आउँछ। तर यहाँ फिल जस्तो सुकै आए पनि हुने त केही होइन। एनटिसी बाहेक एनसेलमा भने जुन कुनै नम्बर पनि पोस्टपेड हुन सक्छ र जुन कुनै नम्बर पनि प्रिपेड हुन सक्छ। नम्बरलाई हेरेर यो नम्बर पोस्टपेड हो र यो नम्बर प्रिपेड हो भनेर छुट्याउन सकिँदैन। पोस्टपेड मोबाइलमा एउटा फिक्स मन्थली रेन्टल चार्ज बुझाउनु पर्छ। एनटिसीमा अराउन्ड 375 जति मन्थली बुझाउनु पर्छ। यो चार्ज पोस्टपेड मोबाइल लिएर यदि युजै गरेन यत्तिकै राख्यो भने पनि हरेक महिना 375 बुझाउनै पर्छ। तर यहाँनिर यदि प्रिपेड सिम कार्ड लियो भने त्यसमा 100 रुपैयाँ रिचार्ज गर्दा पनि 2 महिनाको इन्कमिङ भ्यालिडिटी पाइन्छ। मतलब प्रिपेड सिम कार्ड लिएर यदि कुरा गर्यो भने खर्च हुन्छ र यत्तिकै राख्यो भने केही पनि खर्च हुँदैन। इन्कमिङ कलको लागि रिचार्ज गर्नुपर्छ, तर रिचार्ज गरेको जुन टपअप हो त्यो ब्यालेन्स रहि नै रहन्छ। र एनसेल को प्रिपेडमा पनि एनटिसी को प्रिपेड जस्तै नै हो, केही फरक छैन। अब एज्युम गरौँ तपाईँ 2 वर्षको लागि विदेश जाँदै हुनुहुन्छ। 2 वर्षपछि आएर पनि तपाईले त्यो प्रिपेड सिम कार्डलाई रिचार्ज गरेर चलाउन सक्नुहुन्छ। त्यो 2 वर्ष नचलाए बापत एडिसनल केही पनि चार्ज पे गर्नु पर्दैन। तर पोस्टपेड मोबाइलमा भने मन्थली रेन्टल बुझाउनु पर्छ।
पोस्टपेड मोबाइलमा प्रिपेड मोबाइलमा भन्दा कम्पेरिटिभली कल चार्जेस कम भए पनि अहिले कल चलाउँदा, डेटा चलाउँदा, एसएमएस गर्दा विभिन्न प्याकहरू पर्चेस गरेर चलाउने गरिन्छ। यस्तो अवस्थामा जति चार्ज पोस्टपेड मोबाइलमा लाग्छ त्यति प्रिपेडमा पनि लागेको हुन्छ। प्रिपेड मोबाइल भन्दा पोस्टपेड मोबाइलमा केही बढी प्याकहरू एभाइलेबल छन्। पोस्टपेड मोबाइलमा इन्टरनेट डाटा, भोइस र एसएमएसको अलग्गै कम्बो प्याक पनि पाउँछ, जुन सधैँभरि प्रिपेड मोबाइलमा एभाइलेबल नहुन सक्छ। आजको डेटमा पोस्टपेड मोबाइलको एउटा मेन एडभान्टेजेसको कुरा गर्यो भने प्रिपेड मोबाइलमा जुन भोइस प्याक पर्चेस गर्दा या डाटा प्याक या एसएमएस प्याक पर्चेस गर्दा 1 महिनाको प्याक पर्चेस गर्यो भने प्रिपेड मोबाइलमा केवल 28 दिनको मात्रै भ्यालिडिटी हुन्छ। तर पोस्टपेड मोबाइलमा 1 महिनाको कुनै पनि प्याक पर्चेस गर्यो भने त्यो 30 दिन चल्छ। त्यसबाहेक आजको डेटमा पोस्टपेड मोबाइल ओन गर्नु, वाउ उसँग त पोस्टपेड मोबाइल छ भन्ने बाहेकको अरू त्यस्तो कुनै बेनिफिट छैन। यति हो आजको यस भिडियोमा। तपाईलाई यो भिडियो कस्तो लाग्यो एउटा लाइक गर्नु होला। हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला र छेउमा रहेको बेल आइकनमा हिट गर्न नभुल्नु होला, ताकि जब हामी कुनै नयाँ भिडियो अपलोड गर्छौं त्यसको नोटिफिकेसन सबैभन्दा पहिले तपाईलाई प्राप्त होस्।